नेप्सेको बारेमा अहिले एउटा खतरा न्युज आएको छ है गाइज। सो अब चाहिँ होइन नेप्सेमा के हुनेवाला छ भन्दाखेरि इन्ट्राडे लागु हुनेवाला छ। सो इन्ट्राडे भने चाहिँ कस्तो भन्दाखेरि इफ तपाईँले होइन आज सेयर किन्नुभयो भने आजै बेच्न मिल्छ के। पहिला चाहिँ यस्तो थिएन होइन, पहिला चाहिँ बेच्यो भने यु ह्याड टु वेट लाइक 2-3 दिन पैसा आउनको लागि अनि फेरि किन्नको लागि इट युज टु टेक अ लट अफ डेज होइन। तर अब चाहिँ यु क्यान जस्ट बाई एन्ड सेल आजको आजै। द्याट मिन्स यु क्यान स्टार्ट डे ट्रेडिङ अन नेप्से नाउ। र यो मात्र होइन, अर्को भनेको यु क्यान स्टार्ट सर्ट सेलिङ। सर्ट सेलिङ भने चाहिँ कस्तो भन्दाखेरि पहिला चाहिँ नेप्सेमा कस्तो थियो भन्दाखेरि अब तपाईँले मानौँ कुनै स्टक चाहिँ 5,000 हुँदाखेरि किन्नु भएको थियो अरे अनि त्यो 10,000मा गयो भने तपाईँले अब त्यहाँ 5,000 प्रफिट बनाउनु भयो होइन। त्यसरी लाइक माथि जाँदाखेरि बेचेर प्रफिट बनाउनुहुन्थ्यो। तर यो सर्ट सेलिङ चाहिँ कसरी युज गर्ने भन्दाखेरि मानौँ त्यो कम्पनीको स्टक चाहिँ 10,000मा पुगेको थियो अरे। 10,000मा पुग्दाखेरि तपाईँले त्यहाँ तपाईँको सर्ट सेलिङ पोजिसन ओपन गर्नुभयो भने त्यहाँबाट तल जाँदाखेरि चाहिँ यु मेक प्रफिट। जस्तै 10,000बाट 5,000मा गयो भने यु मेक 5,000 प्रफिट के, ठ्याक्क अपोजिट के। यसरी नै ट्याक्सहरूको पनि कुरा आछ होइन। जस्तै कि अब तपाईँले पहिला सेयर किनेपछि पछि फेरि बेचेपछि होइन तपाईँले अब कतिवटा सेयर बेच्नु भयो त्यो लाइक एनुअलमा होइन गनेर त्यसमा डबल ट्याक्स लाग्थ्यो होइन। तर अब भने चाहिँ होइन तपाईँले त्यो बेच्ने बेला मात्रै ट्याक्स लाग्छ कि तपाईँको प्रफिटमा कि तपाईँले कति प्रफिट बनाउनु भयो त्यसमा मात्रै ट्याक्स लाग्नेवाला छ। आई थिङ्क दिस इज अ रियली गुड न्युज फर नेपाली सेयर मार्केट है। सो यो सबै कुराले आई थिङ्क द मार्केट इज गोना बी रियली भोलाटाइल है नेपाली मार्केट। एन्ड आम नट अ फाइनेन्सियल एडभाइजर है। सो इन्भेस्टिङ गर्नुभन्दा अगाडि चाहिँ मेक स्योर यु डु योर ओन रिसर्च फर्स्ट है।